हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। सन्चै हुनुहुन्छ सबैजना। म चाहिँ आज कति घरतिर खानासाना बनाएको मात्रै भिडियो, घुमेको मात्रै भिडियो ल्याउने भनेर चाहिँ बारीतिरको भिडियो लिएर आइरहेको छु। म कति अल्छी छु भन्ने कुरा चाहिँ यहाँबाट थाहा हुन्छ। भनौँ भने यता घिरौलाहरू यसरी फलेको छ, अनि अर्कोतिर हेऱ्यो भने लहरै झारले चाहिँ मेरो बारी पुरै ढाकेको छ। कति खने साथीहरू, कति खने, कति तरकारीहरू लगाए लटेहरू थियो। अनि त्यसपछि अरू चाहिँ केही भएन कि भिन्डीहरू पनि खासै राम्रो भएन कि भएर सबै पानी जमेर मरिहाल्यो। अनि लटेहरू चाहिँ हुन्जेलसम्म खाएँ। त्यसपछि खन्छु भन्दै आज खन्छु भोलि खन्छु, झारहरू निकाल्छु भन्दै नभ्याएर पसलमा बिजी भएर मेरो चाहिँ यस्तो धेरै झार हुने भयो। म नै यहाँ हराउने खालको झार थियो कि साथीहरू। आज चाहिँ मैले टाकटुक लाएर सफा गर्छु भनेर म चाहिँ बिहानै खानासाना खाइवरी बारीतिर लागेको छु। म चाहिँ मेरो छोरी आउने बेलासम्म चाहिँ यो टाकटुक सफा गरिसक्छु भनेर चाहिँ एकदमै लागि परेको छु। पसलमा मान्छेहरू पनि आउँदै जाँदै गर्नुभएको छ। पसलतिर जाँदै आउँदै गरेर मैले चाहिँ आज चाहिँ भने फाइनली पुरै सफा गरेँ बारीलाई। अब पानी परिरहेको छ होइन। यो झारहरू उखाल्न पनि एकदमै सजिलो भएको थियो। अनि सबै उखाले। हेर्नु न, म जत्रै छ साथीहरू, झार पनि के साह्रो चाहिँ अग्लो भएको। केही तरकारीहरू लायोहरू भने केही गऱ्यो भने त यति धेरै राम्रो त हुँदैन त। यो झारलाई चाहिँ के साह्रो मल लाग्यो, के साह्रो मलिलो भएको यो झार। हेर्नु त, म जत्रै अग्लो छ, मभन्दा नि अग्लो छ भने सबै सुकिसकेको छ कुनै त। अनि मैले चाहिँ आज यो पुरै सफा गरेँ। पानी पनि खाँदै ओर्दै यताउति गर्दै सफा गर्दैछु। अनि अब छिटो गर्नुपर्ने हुन्छ। नानी पनि आउने बेला भएको छ, 1:45 आँटिसकेको छ। अनि नानीलाई खाजा पनि बनाइदिएर खुवाउनु पर्ने हुन्छ। अनि त्यति बेलासम्म चाहिँ म यो सबै उखालपाखाल पार्छु। अनि अब खन्ने चाहिँ कहिले हो भन्ने कुरा थाहा छैन, किनभने पानी परेको छ नि त अहिले त। अनि पानीमा खनेर पुरै हिलो हुन्छ, काम पनि केही छैन। अब चाहिँ म यसमा खनखान पारेर झारहरू उखालीपाखाल पारिओरी चाहिँ मैले अब रायोको सागहरू, धनियाँहरू हाल्नुपर्ने हुन्छ साथीहरू। के गर्नु, एक्लै भए पनि अर्ग्यानिक खान मन लाग्छ, भए पनि नभए पनि रोप्न मन लाग्छ। यस्तो भयो भने चाहिँ यति रिस उठ्छ यसपालि, केही पनि नलगाउनु पऱ्यो, यत्तिकै कुखुरालाई झार खेल्न हुन्छ भनेर छोडिदिनु पऱ्यो भनेको मनले नै मानेन। ल फाइनली साथीहरू, मैले चाहिँ बारीको सबै झारहरू निकालेँ। यो बारपेराहरू पनि सबै भत्किसकेको छ। उता दिदीहरूको बारीतिरको बाँसहरू पुरै लडिसकेको छ। यति 3टा भिन्डी र हो कि यसपालि मलाई यति रिस उठेको थियो नि। ल यो भिन्डीहरू पनि टिपेर लैजान्छु। अनि अलिअलि भएको फर्सीको मुन्टाहरू पनि टिपेर घरमा लगेर खिलाइ पारेर राख्छु। छोरीलाई खाजा बनाइदिन्छु अनि नुहाइ गरेर बस्छु। यति धेरै भएको छ नि साथीहरू झार। हेर्नु न, यहाँ यति धेरै भएको छ। 5 बारीभन्दा पनि धेर छ होला उठाएर पर फाल्यो भने चाहिँ। अब आजलाई चाहिँ यति नै। आज यति सफा गरेँ। अनि आज चाहिँ भिडियो